नमस्कार इमी च्यानलको यो समाचार प्रसारणमा स्वागत छ। म नवीना। सरकारले पेट्रोलियम व्यवसायको दबाव थेक्न नसकेपछि पेट्रोलियम पदार्थ तथा ग्यास नियमन आदेश 2069 स्थगित भएको छ। तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको सरकारले निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको कारोबार गर्न दिने उद्देश्यले जारी गरेको आदेश जारी गरेको थियो। तर आदेशमा भएको आर्थिक तथा पूर्वाधार लगायतका व्यवस्था पूरा गर्न नसक्ने देखेपछि व्यवसायीहरू त्यसको विरोधमा उत्रिएका थिए। उनीहरूले यही चैत 25 गतेदेखि देशभर पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने धम्की दिँदै आएका थिए। पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई खुला गर्ने आदेश विरूद्धको आन्दोलनलाई आयल निगमका कर्मचारीले समेत साथ दिएका थिए। वाणिज्य तथा आपूर्ति मन्त्री एवं सचिवसँग पटक पटक भएका वार्ता सफल हुन नसकेपछि सरकारले हिजो व्यवसायीको माग बमोजिम नै नियमन आदेश स्थगन गरेको हो। गृह मन्त्रालयले विदेशी मुद्रा तस्करीको मुख्य मतियार देखिएका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक रविराज श्रेष्ठलाई बर्खास्त गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले हिजो श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो। श्रेष्ठलाई भविष्यमा सरकारी नोकरीमा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको गृह मन्त्रालयले जनाएको छ। गत असोज 21 गते एयर दुबईको विमान मार्फत दुबई पठाउन लागेको 1 करोड़ 24 लाख नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा बरामद भएको थियो। सो काण्डको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले गठन गरेको टोलीले एसएसपी श्रेष्ठ नै विदेशी मुद्रा तस्करीको मुख्य मतियार देखिएको ठहर गरेको थियो। महिला हिंसाका पीड़कहरूलाई कारवाही गर्न माग गर्दै गरिएको अकुपाई बालुवाटारले आज 100 दिन पूरा गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा धरनामा बसेका पीड़ित पक्ष, नागरिक समाज, अधिकार कर्मीहरूले विरोध कार्यक्रमलाई अझै पनि जारी राखेका छन्। विभिन्न समयमा भएका महिला हिंसाका दोषीलाई कारवाहीको माग राखेर उनीहरूले धरना जारी राखेका हुन्। हरेक दिन बिहान बालुवाटारमा जम्मा हुने र शान्तिपूर्ण रूपमा सुरक्षाको अपील गर्नु उनीहरूको दैनिकी बनेको छ। सरकार परिवर्तन हुँदा पनि आफूहरूको मागको सुनवाई नभएको भन्दै अधिकार कर्मीहरू निराश बनेका छन्। सर्वोच्च अदालतले सर्वसहित जन्मकैदको फैसला सुनाएका माओवादी नेता बालकृष्ण ढुङ्गेलाई कारवाही हुनुपर्ने, त्रिभुवन विमानस्थलमा सीता राई लगायतलाई लुट्ने सरकारी कर्मचारीलाई कारवाही र छोरी मैया महर्जनको खोजीलाई मुख्य मुद्दा बनाएर उनीहरू धरनामा बस्दै आएका छन्। नेकपा एमाले पार्टी परित्याग गरेका रामचन्द्र झा आज एकीकृत नेकपा माओवादीमा प्रवेश गर्दै हुनुहुन्छ। माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिस टाढामा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झालाई पार्टी प्रवेश गराउनुहुने जनाइएको छ। एमालेमा पोलिट ब्यूरो सदस्य रहेका झाले गत चैत 8 गते पार्टी परित्यागको घोषणा गर्नुभएको थियो। उहाँलाई माओवादीमा दिइने पदको बारेमा भने खुलाइएको छैन। सूत्रका अनुसार झालाई स्थायी समिति सदस्यको जिम्मेवारी दिइनेछ। उत्तर कोरियाले अब अन्तर्राष्ट्रिय प्रसंग। उत्तर कोरियाले राजधानी प्योङयाङमा रहेका विदेशी दूतावासहरूलाई मुलुकमा संकट बढेमा सुरक्षा दिन नसक्ने चेतावनी दिएको छ। सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने भन्दै कोरियाली सरकारले ती दूतावासहरूलाई आफ्ना कर्मचारी हटाउने बारे पनि विचार गर्न प्रश्न गरेको छ। उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियामाथि परमाणु आक्रमणको धम्की दिए लगत्तै दूतावासहरूलाई यो चेतावनी दिएको हो। तर रूस र बेलायतले भने त्यहाँबाट दूतावास खाली गराउने तत्काल कुनै योजना नभएको जनाएका छन्। यता दक्षिण कोरियाले पनि मिसाइल रक्षा प्रणालीका साथ आफ्नो 2 युद्धपोत देशको पूर्वी र पश्चिमी युद्ध तटमा पठाएको छ। यसअघि उत्तरले पनि उसको मिसाइल पूर्वी क्षेत्रमा पठाएको खबर आएको थियो। यसअघि राष्ट्रसंघका महासचिव बान की मुनले उत्तर कोरियालाई भड्काउयुक्त प्रचारबाजी रोक्न र परमाणु युद्धको धम्की दिने कुनै खेल नभएकाले ख्यालठट्टा नगर्न सचेत गराउनु भएको थियो। हवस् त समाचार अहिलेलाई यति नै। हामी 12 बजे अर्को बुलेटिन लिएर उपस्थित हुनेछौं। इमेज च्यानल हेर्दै गर्नुहोला। नमस्कार।